51% महिला, त्यसमा पनि उनी 33% मात्रै अधिकार पाएकी छन् र संविधानको मर्म पनि यही हो कि अब माथिल्लो पुरुष भयो त महिला तल हुनु पर्यो, तल महिला पुरुष भयो भने माथि महिलाको हक अधिकारलाई र म एउटा कानुन ब्याकग्राउन्डबाट भएको हुनाले त्यसको एउटा छात्रा भएको हुनाले संविधानको मर्मलाई बुझ्नु, संविधानलाई र मुलुकी देशको कानुनलाई जुन छ सही मार्गमा सशक्त रूपले अगाडि बढाउनु नै मेरो कर्तव्य पनि हो। यो मान्यताको साथमा जे भए पनि पुरुष राष्ट्रपति भइसक्नु भएको छ, त्यसैले महिला हुनुपर्छ। महिला उम्मेदवार त लक्ष्मी साकेजी पनि त हुनुहुन्छ, महिला टफ कम्पिटिसन हुने त देखियो। हुन्छ, महिला हुनुपर्छ। मेरो प्रश्न भनाइ यो छ, महिला जो पनि हामी सबै महिला एकता जिन्दाबाद, सबै महिला एक हौँ, नेपाली महिला एक हौँ। जित सुनिश्चित छ भन्नुहुन्छ यहाँ आफ्नो? मलाई लाग्छ कि निश्चित रूपले हाम्रो संविधानलाई जतिजनाले पढ्नु भएको छ त्यसको मर्मलाई बुझ्नु भएको छ र यहाँ भोट गर्ने व्यक्तित्वहरू सांसद र सभासदहरू हुनुहुन्छ जो कि एउटा प्रबुद्ध व्यक्तित्वहरू राजनीतिमा पनि आफ्नो दखल भएको र संविधान लेख्दाखेरि पनि त्यसमा भएको व्यक्तित्वहरू भएको हुनाले मलाई विश्वास छ कि महिलाको जित हुन्छ। धन्यवाद 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 धन्यवाद।